Hey beautiful people, welcome to Tech Gyan Unlimited. यो भिडियोमा हामी सी प्रोग्राममा कसरी n by n नम्बरको मल्टिप्लिकेसन टेबल प्रिन्ट गर्ने भनेर प्रोग्राम गर्नेछौँ र यो क्वेशन एक्जाममा पनि आउन सक्छ र यो क्वेशन गर्नुभन्दा अगाडि यसको कोड गर्नुभन्दा अगाडि हामीले नर्मल मल्टिप्लिकेसन टेबल कसरी प्रिन्ट हुन्छ भनेर बुझ्न जरुरी छ र त्यसको लागि कृपया अघिल्लो भिडियो प्लेलिस्टमा हेरिदिनु होला। n by n को मल्टिप्लिकेसन टेबलको कोड गर्न जान्नुभन्दा अगाडि कुनै पनि नम्बरको 1 देखि 10 सम्मको अथवा जति पनि कुनै पनि नम्बरको मल्टिप्लिकेसन टेबल प्रिन्ट गर्न जान्न आवश्यक पर्दछ, जुन मैले अघिल्लो भिडियोमा राखिदिएको छु। कृपया प्लेलिस्टमा गएर हेर्नु होला। अघिल्लो भिडियोमा कसरी सिकाएको छु भने युजरले कुनै पनि नम्बर हाल्न सक्छन्, n भन्ने नम्बर, र त्यसको हामीले 1 देखि 2 हुँदै कन्टिन्यू गर्दै n देखि हामीले 10 सम्म त्यसको मल्टिप्लिकेसन टेबल निकालेको छौँ र हामीले यति गर्न जानेसी मात्र यो n by n को मल्टिप्लिकेसन टेबल हामीले प्रिन्ट गर्न जान्छौँ र यसको कोड गर्दै म सिकाउने छु। कृपया भिडियो पुरा हेरिदिनु होला। पहिला हेडर फाइल राख्नेछौँ, मेन डिफाइन गर्छौँ। अब मेन फङ्सन र यसको हामीले कोड गर्नेछौँ। इन्टिजर डिफाइन गरौँ भेरिएबलको लागि। युजरले नम्बर हाल्न पाउनु पर्यो र त्यसको कति बाई कतिको भनेर टेबल बनाउनको लागि हामीले दुईटा भेरिएबल डिफाइन गरौँ। एउटालाई आई मानौँ र अर्कोलाई जे मानौँ र इन्टरफेस दियौँ युजर इन्टरफेसको लागि। enter the value for multiplication table of n into n. scanf गरौँ र युजरले हालेको नम्बर हामीले नममा गएर स्टोर गरौँ, नम भन्ने भेरिएबलमा। र अब हामीले लजिक लगाउनु पर्यो। हामीले नर्मल टेबलको 1 देखि 10 सम्मको हामीले अघिल्लोचोटि लगाइसकेका छौँ। त्यही कुरा हामीले नम्बरमा पनि लगाउन सक्छौँ, जुन अघिल्लो भिडियोमा हेर्नु होला। फर I is equal to 1, I less than or equal to num I plus plus। यो भनेको I equal to I plus 1। सुरुमा हामीले 1 डिफाइन गरेको छौँ यसमा, I भनेको, र यो कति बेलासम्म चल्छ भन्दाखेरि जब कि I को भ्यालु युजरले हालेको नम्बरसम्म म्याच हुँदैन अथवा त्यो इक्वल हुँदैन अथवा त्योभन्दा कमसम्म चल्छ। र प्रत्येक चोटि एक्जिक्युट हुँदाखेरि +1 ले बढ्दै जान्छ। I equal to I plus 1 पनि भन्न सकिन्छ I plus plus लाई। र यो 1 देखि 10 सम्म गर्नलाई यसको यो लुप भयो। अब हाम्रो त यसमा n by n को मल्टिप्लिकेसन टेबल निकाल्न पर्ने हो, त्यसकारण हामीले जे को पनि लुप लगाउँछौँ। जे को लागि पनि फर j equal to 1, j less than or equal to, यो पनि नमुनै गर्छौँ। जे लाई पनि बढाउँछौँ j plus 1 ले। printf अब
%d र हामीले यसमा के प्रिन्ट गर्छौं भन्दाखेरि i र j को मल्टिप्लिकेसन प्रिन्ट गर्छौं i * j र हाम्रो प्रत्येक उसमा स्पेसिङ मिलाउनको लागि /t गरौँ नत्र एकै ठाउँ जोडेर आउँछ /t गर्यो भने ट्याबको स्पेस दिन्छ प्रत्येक क्याल्कुलेसन पछाडि र नयाँ न्यू लाइनको लागि यसको मुनि गएर हामीले एउटा न्यू लाइन पनि प्रिन्ट गरौँ /n र एकचोटि कम्पाइल गरेर हेरौँ कुनै इरर छ कि इरर कुनै पनि आएन एकचोटि यसलाई रन पनि गरौँ र यसमा इन्टर द भ्यालु फर मल्टिप्लिकेसन टेबल अन n भन्ने छ र यसमा हामीले अहिले कुनै पनि भ्यालु हालौँ सपोज 8 हालौँ यो लुप कन्टिन्यू चलिरहेको छ यसमा डिबग गरौँ यसमा के मिस्टेक भएछ भन्दाखेरि यसमा j को लुपमा पनि i नै लागेछ त्यसकारण यसलाई करेक्सन गरौँ र फेरि एकचोटि कम्पाइल गरेर यसलाई रन गरौँ अब 8 को लागि भनेर गरौँ 8/8 को मल्टिप्लिकेसन टेबल प्रिन्ट भयो यहाँ टाइपोज इरर भएछ अफ n/n भनेर टाइप गरौँ र एकचोटि फेरि कम्पाइल गरेर रन गरौँ अब हामीले एक्जाममा 10/10 को मल्टिप्लिकेसन टेबल प्रिन्ट गर भनेर गर्छ हामीले यसरी गर्न पाइयो यो भनेको फ्लेक्सिबल टाइपको प्रोग्राम भयो हामीले n/n गर्दाखेरि फ्लेक्सिबल भयो अब एक्जाममा 10/10 को मात्र पनि भन्न सक्छ अब अथवा हामीले यो फ्लेक्सिबल प्रोग्राम गर्दाखेरि चाहिँ n को भ्यालु 10/10 को नभए 20/20 100/100 50/50 जति पनि गर्न पायौँ त्यो भनेको एकचोटि रन गरेरै बुझौँ सपोज 15/15 को टेबल चाहियो भने यसरी हामीले प्रिन्ट गर्न सक्यो अब एक्जामको लागि अब हाम्रो 10/10 को मात्र गर्ने हो भने यसमा धेरै चेन्जेसै गर्नु पर्दैन यहाँ सुरुमा 10 * 10/10 को टेबल भनौँ 10/10 यो नम्बर पनि हटाउनु पर्यो र हाम्रो यसमा नम भेरिएबल पनि चाहिएन हामीले डाइरेक्ट प्रिन्ट गर्ने भयो कन्डिसन लगाएर अब यसको ठाउँमा हामीले फर्मेटिङको लागि मल्टिप्लिकेसन टेबल अफ 10 मात्र 10/10 मात्र पनि भन्न सक्छौँ टेबल अफ 10/10 हामीले स्क्यान पनि गर्नु पर्दैन यसलाई कमेन्ट आउट गरे पनि भयो अथवा डिलिट गरे पनि भयो र यो कन्डिसन भनेको अब यसमा नमको ठाउँमा हामीले 10 राख्नु पर्यो यसमा पनि j को लुपमा पनि नमको ठाउँमा 10 राख्नु पर्यो अब यसलाई फाइनल कम्पाइल गरौँ रन गरौँ यो डाइरेक्ट 10/10 को मल्टिप्लिकेसन टेबल प्रिन्ट भएर आयो भिडियो मन परेमा कृपया भिडियोलाई लाइक र सेयर गरिदिनु होला र च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला धन्यवाद।